त्रिपुरा सुन्दरी जय जय जगत जननी। धादिङको पावन भूमिमा बस्नुहुन्छ आमा भवानी। सल्याङकोटको सुन्दर डाँडामा झल्किएको पवित्र धाम। नेपालको प्रसिद्ध शक्ति पीठ गुन्जिन्छ आमाको नाम। टाढा टाढाबाट भक्त जन यहाँ दर्शन गर्न आउँछन्। मनका पीडा मनका चाहना आमासँग सुनाउँछन्। श्रद्धाको फुल चढाउँछन्, आशाको दियो बाल्छन्। आमाको कृपा पाउँदा मनका दुःख सबै भुल्छन्। जय जय त्रिपुरा सुन्दरी, हाम्रो आस्था हाम्रो साना। तिम्रो चरणमा शिर झुकाउँदा पाउँछ मनले शान्ति महान। जय जय त्रिपुरा सुन्दरी, कृपाको उज्यालो छ र दुःखका बादल हेर्दैदेऊ सुखले भरिदेऊ घर। दसैँ आयो मन्दिर सज्यो, घन्टीको धुन बज्यो। चैते दसैँको पावन मेलामा भक्तिको सागर सज्यो। मन्सिरको मेलाको रौनक चारैतिर फैलियो। धूप फुल र जय जयकारले मन्दिर आँगन गुन्जियो। आस्था विश्वास र भक्तिले भरिएको यो स्थान। त्रिपुरा सुन्दरी आमाको महिमा छ महान। हरियो डाँडा शीतल हावा मनलाई छुने दृश्य। एकपटक दर्शन गरेपछि सम्झनामा रहन्छ सधैँ विशेष। जनविश्वासको कथानुसार पृथ्वी नारायण शाह नुवाकोट विजयको यात्रामा लिनुभयो आमाको चाह। राति विश्राम गरेको बेला आमाको कृपा पाए। आशीर्वादको शक्ति बोकी विजयको बाटो धाए। आमाको आशीर्वादले साहस मनमा भरियो। नुवाकोट विजयको कथासँग यो पवित्र बाम जोडियो। इतिहास आस्था र विश्वासको यो अनुपम पहिचान। धादिङको सल्याङकोटमा चम्किएको पावन धाम। जय जय त्रिपुरा सुन्दरी, हाम्रो गौरव हाम्रो मान। एकपटक दर्शन गर्न आउनुहोस् यो पवित्र धाम। आमाको चरणमा आएर मनका कुरा सुनामुन्। श्रद्धा प्रेम र विश्वास बोकी जीवन उज्यालो बनामु। यदि तपाईँ पनि आउन चाहनुहुन्छ दर्शन गर्न यो धाम। थप जानकारीका लागि सम्झनु सन्तोष श्रेष्ठको नाम। मन्दिर नजिकै घर भएको हाम्रो आफ्नै सन्तोष। त्रिपुरा सुन्दरी आमाको महिमा फैलाउने उहाँको जोश। सन्तोष श्रेष्ठ भन्छन् आउनुहोस् सबैजना। आमाको दर्शन गरौँ श्रद्धाले झुकाउँ शिर यहाँ। मनका इच्छा पुरा होन्, घर घरमा सुख छाओस्। त्रिपुरा सुन्दरी आमाको कृपा सधैँ हामी माथि रहोस्। जय जय त्रिपुरा सुन्दरी, जय जय जगत जननी। धादिङको सल्याङकोटमा बस्नुहुन्छ आमा भवानी। जय जय त्रिपुरा सुन्दरी,
हाम्रो आस्था हाम्रो साना सधैँ चम्किरो भो संसार भरि हाम्रो